ल मिठो छ है, मिठो छ। कस्तो हरामी हो यो त। हेलो हेलो साथीहरू, वेलकम छ सबैजनालाई मेरो भिडियोमा। चाहिँ मकै गोड्न हिँडेको बारीमा। यो चाहिँ हाम्रो भान्साघर हो। अनि यहाँ चाहिँ बाबा, अनि यताबाट चाहिँ म जान्छु बारीमा। अनि यहाँ चाहिँ चप्पल राख्ने रहेछ। चाहिँ दाइरा भाउजूले मकै गोड्नु भएको छ। यता चाहिँ म छु। अब बन्द गरेर जानु पर्यो। हाम्रो सापी लाएर जानु पर्यो नि त। मेरो कोडाली यता रहेछ, हिजो यहीँ खानेर यहीँ छोडेर गएको। अनि यस्तै हो। खुर्सानी पनि छ, खुर्सानी सानो सानो खुर्सानी एकदम पिरोन्छ बारीमा। यस्तो झार पनि छ, साग पनि छ। त्यही हो, कोडाली बोकेर जाने सुलुलुलु मकै गर्ने। म त उता यहाँ चाहिँ हाम्रो केरा छ। केरा उस गरे क्या भर्खरै निस्क्यो। अनि यहाँ चाहिँ अरू खाने भए आउनु है सबैजना, अरू खान आउनु। यो चाहिँ कटहर हो। यहाँ चाहिँ हाम्रो घर। सुलुलुलुलुलुलु हरन बजाउँदै गाडी आयो, गाडी आयो, गाडी 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 गाडी। ल म चाहिँ मकै गोड्न सुरु गरेँ है साथीहरू। हाम्रो बारीमा फेरि पुरा झार साग सबै के बोडा गोड्न पनि नमिलेर। आइया मेरो खुट्टामा कोडालीले हाने यार। यति काम गर्न हुन्न के, कहिले के हुन्छ कहिले के हुन्छ। अहिले फेरि आँखामा त्यो माटो पसेर। मैले चाहिँ यो यस्तो सोचेको थिएँ कि यो बिहानभरिमा सबै गोड्न भ्याएर दिउँसोभरि सुतेर बस्छु भनेर। तर यहाँ त्यस्तो मैले सोचे अनुसार भएन। मैले यस्तो सोचेँ, काम गर्दा गर्दा मलाई झ्याउ लाग्यो क्या, मुड अफ भयो। अनि यस्तो सोचेँ कहाँ जाने होला, कसरी जाने होला भनेर, कसरी जाने भनेर सोचिरहेको थिएँ। अनि म चाहिँ फुत्त निक्लेर आएँ होइन। घर आएको त बाउले फेरि कराउँछ, किन हो खालि जतिखेर नि मोबाइल ठाडाएको मात्रै देख्छु भन्छ। मम्मीले पनि त्यही भन्ने क्या। अन्त एकछिन बस्न आएको के झ्याउ लाग्यो भनेको त जतिखेर नि त काम गर्ने होइन, काम बारीमा छिर्ने बित्तिकै आउँछ गरे बाउले चाहिँ। लुलु म चाहिँ मेरो खानेकुरा भएको ठाउँतिर गएँ। त्यो फेभरेट हो नि त त्यो खानेकुरा चाहिँ, त्यो भएर गएला। यहाँ चाहिँ हाम्रो मौरीको घर छ दुईवटा। फाइनल्ली यहाँ चाहिँ आलु बखरा मेरो फेभरेट हो नि त, मिठो हुन्छ नि त। नुनसँग खाँदा त बाफ्रे बाफ्रे कति मिठो हुन्छ। खाने भए आउनु है सबैजना हाम्रो घर अघि। म चाहिँ यसरी टिपेर खान्छु। त्यहाँ माथि बोटमा चढ्न सक्दैन के अरे, त्यो भएर एउटा लट्ठी लिएर अनि त्यसले झराएर खाने। आहा कस्तो रातो हो, खाने भए आउनु है। आहा कस्तो गुलियो गुलियो अमिलो अमिलो रहेछ। हजुरहरूलाई पनि खान मन लाग्यो आउनु सबैजना हाम्रो गाउँतिर। यस्तो कति पाइन्छ हाम्रो गाउँतिर त यस्तो खानेकुराहरू त। खाने भए आउनु है हजुरहरू पनि। यहाँ देख्न सक्नुहुन्छ चोर्ने भए यहाँ बाटो देखाइदिन्छु मैले अहिले। त्यही हो हेर्नु बाटो। लु म चाहिँ कति धेरै खाएँ के भरे, खाँदा खाँदा पेट पनि अगयो। त्यो भएर अब म चाहिँ सुलुलुलुलुलुलु खाएर जान्छु। अब त घरतिर जानु पऱ्यो नि त। अब मम्मीले के भन्छ फेरि कराउँछ जतिखेर नि। यहाँ चाहिँ मेरो पुन्टे बाख्रा आछ मेरो पछि पछि आउँछ। गरिदिनु भनेको मान्दैन अझै, यता आउने हान्न खोजिराख मलाई नै। यस्तो छ कि हाम्रो बाख्रा भनेको सबै यस्तो खाले मात्र हान्ने खाले मात्रै छ सबै बाख्रा। यता चाहिँ माउरीले काम गरिरहेको रहेछ आफ्नो आफ्नो काम। ल आजलाई यति नै, बाई बाई साथीहरू।